सिन्दूर केवल रातो रङ होइन, यो दुई आत्मा बीच बाँधिएको त्यो मौन वाचन हो जसले जीवनभर साथको अर्थ बोकेर बाँचिरहन्छ। कहिलेकाहीँ त्यो सानो रातो रेखाले पनि सम्पूर्ण जीवनको कथा लेखिदिन्छ, जहाँ माया, समर्पण र भरोसा एकै ठाउँमा मिसिएको हुन्छ। सिन्दूर लगाउँदा मात्र होइन, त्यससँग जोडेको भावना नै सम्बन्धलाई गहिरो बनाउने असली शक्ति हुन्छ। त्यो रातो चिन्हले केवल सिङ्गार होइन, एउटा सम्बन्ध, जिम्मेवारीको मौन पहिचान जनाउँछ। समय जति बदलिए पनि सिन्दूरले बोकेको अर्थ कहिले पुरानो हुँदैन, बरु झन् गहिरो हुँदै जान्छ। कहिलेकाहीँ त्यो सानो रातो धागो जस्तो देखिने चिन्हले पनि जीवनभरको कथा सम्हालेर राखेको हुन्छ। त्यो केवल सौन्दर्य होइन, सम्बन्धमा गरिएको बाचा र आत्मिक एकताको प्रतीक हो। हरेक बिहान ऐनामा देखिने त्यो रातो रङले सम्झाइरहन्छ, यो केवल सिङ्गार होइन, एउटा जिम्मेवारी पनि हो। सिन्दूरले केवल बाहिरी रूप होइन, भित्री भावनालाई पनि परिभाषित गर्छ। जहाँ प्रेम मौन रूपमा बाँचिरहेको हुन्छ, त्यो रातो रेखा केवल परम्परा होइन, दुई मानवबीचको गहिरो सम्बन्धको अमर चिन्ह हो। कहिलेकाहीँ त्यो सानो रातो स्पर्शले पनि जीवनको अर्थ परिवर्तन गरिदिन्छ, जहाँ साथ र भरोसा मुख्य हुन्छ। सिन्दूरको रङ जति गहिरो हुन्छ, त्यसले बोकेको भावना त्यति नै संवेदनशील हुन्छ। त्यो चिन्ह केवल देखिने कुरा होइन, महसुस गरिने एउटा गहिरो अनुभूति हो। समयसँगै धेरै कुरा फिक्का हुन सक्छ, तर सिन्दूरको अर्थ कहिले हराउँदैन। त्यो रातो ढुलो जस्तो देखिने रेखामा हजारौँ बाचा र सम्झनाहरू लुकेका हुन्छन्। सिन्दूर केवल सिङ्गार होइन, यो सम्बन्धको मौन भाषा हो, जसले बिना शब्द धेरै कुरा भन्छन्। कहिलेकाहीँ त्यो रातो रङले पनि मनलाई स्थिर बनाइदिन्छ, जहाँ सम्बन्धको गहिराई महसुस हुन्छ। त्यो चिन्हले केवल सुन्दरता होइन, जीवनको एउटा स्थायी साथको कथा लेख्छ। हरेक पल त्यो सानो रातो चिन्हले सम्झाइरहन्छ, सम्बन्ध केवल साथ होइन, समर्पण पनि हो। सिन्दूर केवल सिङ्गार होइन, एउटा मायाले लेखिएको त्यो अमर हस्ताक्षर हो, जसले जीवनभर सम्बन्धलाई जिउँदो राख्छ। त्यो रातो चिन्ह केवल सौन्दर्य होइन, जीवनको एउटा मौन बाचा हो, जसले हरेक दिन नयाँ अर्थ दिन्छ। सिन्दूरले सम्बन्धलाई देखिने रूपमा मात्र होइन, आत्मामा गहिरो रूपमा बाँधेर राख्छ। कहिलेकाहीँ त्यो सानो रातो रेखाले पनि सम्पूर्ण जीवनको दिशा बदलिदिन्छ। त्यो केवल सिङ्गार होइन, दुई मानवबीचको स्थायी भरोसाको सङ्केत हो। समय बित्दै जाँदा पनि त्यसको अर्थ कहिले कमजोर हुँदैन। हरेक बिहान त्यो रातो रङले सम्झाइरहन्छ, सम्बन्ध केवल भावना होइन, जिम्मेवारी पनि हो। त्यो चिन्हले मौन रूपमा धेरै कुरा बोलिरहेको हुन्छ। सिन्दूर केवल देखिने कुरा होइन, गहिरो रूपमा महसुस गरिने सम्बन्ध हो। कहिलेकाहीँ त्यो सानो रङले पनि मनलाई शान्त बनाइदिन्छ। त्यो रातो रेखामा हजारौँ अधुरा कथा लुकेका हुन्छन्। त्यो चिन्हले सम्बन्धलाई एउटा नयाँ पहिचान दिन्छ। सिन्दूर केवल परम्परा होइन, आत्मिक जोडाको प्रतीक हो। त्यो सानो रातो स्पर्शले पनि जीवनमा खुसी ल्याउँछ। कहिलेकाहीँ त्यो देख्दा मनमा पुराना सम्झनाहरू भिउजाइदिन्छ। त्यो केवल रङ होइन, गहिरो भावनाको प्रतिनिधि हो। सिन्दूरले सम्बन्धलाई शब्दभन्दा माथि उठाएर भावना बनाइदिन्छ। त्यो चिन्ह सधैँ एउटा मौन कथा बोकेर बाँचिरहन्छ। समयले धेरै कुरा बदल्छ, तर यसको अर्थ अटल रहन्छ। त्यो रातो रङले जीवनलाई एउटा गहिरो पहिचान दिन्छ। त्यो केवल सजावट होइन, आत्मासँग जोडिएको अनुभूति हो। कहिलेकाहीँ त्यो सानो चिन्हले पनि आँखा भिजाइदिन्छ। त्यो सम्बन्धको मौन प्रमाण हो, जसले शब्दलाई आवश्यक पर्दैन। सिन्दूरले सधैँ साथको अर्थ सम्झाइरहन्छ। त्यो रातो रेखा भावनाको एउटा गहिरो कथा हो। यो केवल देखिने कुरा होइन, जिउँदो अनुभूति हो। त्यो चिन्हले सम्बन्धलाई कहिले कमजोर हुन दिँदैन। हरेक पल त्यसले जिम्मेवारी सम्झाइरहन्छ। त्यो सानो रङमा जीवनको ठुलो अर्थ लुकेको हुन्छ। त्यो केवल परम्परा होइन, विश्वासको रूप हो। सिन्दूरले सम्बन्धलाई एउटा स्थायी पहिचान दिन्छ।
त्यो रातो रेखाले मौन रूपमा प्रेम व्यक्त गर्छ। त्यो चिन्हले आत्मालाई पनि बाँधेर राख्छ। कहिलेकाहीँ त्यसले समय रोकिएको जस्तो अनुभूति दिन्छ। त्यो केवल सौन्दर्य होइन, गहिरो भावना हो। त्यो सानो स्पर्शले पनि जीवन बदलिदिन्छ। त्यो सम्बन्धको मौन गवाही हो। सिन्दुर सधैँ मनको गहिराइमा बसिरहन्छ। त्यो रातो रङले सम्झनालाई जिउँदो राख्छ। त्यो चिन्हले सम्बन्धलाई बलियो बनाउँछ। त्यो केवल देखिने होइन, महसुस हुने कुरा हो। त्यो रातो रेखा सधैँ साथको प्रतीक हो। त्यो चिन्हले सम्बन्धलाई जीवनभर बाँधेर राख्छ। त्यो सानो रङले ठुलो अर्थ दिन्छ। त्यो केवल सजावट होइन, भावना हो। त्यो रातो चिन्ह सधैँ जिउँदो रहन्छ। त्यो सम्बन्धको मौन भाषा हो। त्यो सानो स्पर्शले मनलाई छुन सक्छ। त्यो केवल रङ होइन, बाचा हो। त्यो चिन्हले सधैँ साथको अनुभूति दिन्छ। सिन्दुर कहिले सामान्य हुँदैन। त्यो रातो रेखा सम्बन्धको गहिरो पहिचान हो। त्यो चिन्हले सधैँ जिम्मेवारी सम्झाइरहन्छ। त्यो केवल देखिने होइन, बुझ्ने कुरा हो। त्यो सानो रङमा ठुलो भावना लुकेको हुन्छ। त्यो सम्बन्धको स्थायी प्रतीक हो। त्यो चिन्हले मनलाई जोडेर राख्छ। त्यो रातो रङ कहिले पुरानो हुँदैन। त्यो केवल सजावट होइन, आत्मीयता हो। यो सम्बन्धको मौन शक्ति हो। सिन्दुर सधैँ भावनासँग बाँडिएको हुन्छ। त्यो चिन्हले सम्बन्धलाई जिउँदो राख्छ। त्यो रातो रेखा कहिले हराउँदैन। त्यो सानो रङले ठुलो अर्थ दिन्छ। त्यो केवल परम्परा होइन, जीवन हो। त्यो चिन्हले सधैँ साथ सम्झाइरहन्छ। यो सम्बन्धको मौन आधार हो। त्यो रातो स्पर्शले मनलाई छुन सक्छ। यो केवल देखिने होइन, महसुस गरिने कुरा हो। त्यो चिन्हले सम्बन्धलाई गहिरो बनाउँछ। सिन्दुर कहिले सामान्य हुँदैन। रातो रेखा सधैँ मायाको कथा हो। त्यो चिन्हले सम्बन्धलाई स्थायी बनाउँछ। त्यो केवल रङ होइन, भावना हो। त्यो सानो स्पर्शले जीवन अर्थपूर्ण बनाउँछ। त्यो सम्बन्धको अमर चिन्ह हो। त्यो रातो रेखा कहिले मर्दैन। त्यो केवल सजावट होइन, आत्मा हो। त्यो चिन्ह सधैँ मनमा बसिरहन्छ। सिन्दुर केवल रातो रङ होइन, यो त जीवनभरको सम्बन्ध, माया र समर्पणको मौन तर गहिरो बाचा हो। र अन्त्यमा यो सानो रातो चिन्हले नै सम्बन्ध अमर बनाइदिन्छ, जहाँ प्रेम शब्दमा होइन, आत्मामा बाँचिरहन्छ। नमस्ते, म गुण मगर। आजको भिडियो त हजुरहरूले हेरिहाल्नुभयो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर अलमा दबाउनुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनुहोला। अर्को हप्ता झन् राम्रो भिडियो लिएर आउँदैछु, हेर्न नभुल्नुहोला, साथमै रहनुहोला भन्दै अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई छुटिन चाहन्छु। सबैलाई माया छ। नमस्ते।